पहिला टिकटकको यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ। लेट्स गो। यो आन्दोलन गर्न बसेको सहरमिस सबैलाई च्याप समाउँदै परिवार नियोजन गर्दै त सरकार काठमाडौँ भरि कन्डमको अभाव भइसक्यो अरे। आन्दोलन नगरेर तेरीमा डाउनहरू कता 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 मेडिकल धाउँदै हिँडेको क्या। सुरु गरौँ। कति पिसेस चाहिएको म पठाइदिन्छु। बडा हरामी हो बेटा। मेरो बुढा पनि आन्दोलनमा गएको छ, शङ्का लाग्न थाल्यो। लौ बर्बाद भयो। मेरो 2 महिना मात्र भएको थियो मिसबिहेभ गरेको, आन्दोलनमा गएको थियो, अब घर बोलाउनु पर्यो। कन्डम मात्र होइन, उता घरमा सर्मिसको बुढाबुढीहरू डिप्रेसनमा जान लागिसकेर कन्डमको अभावको न्युज आएपछि धन्न पढ्ने बेलामा गोरु चराउन गएको थियो र शिक्षक हुनु परेन। शिक्षक आन्दोलन त बहाना मात्र रहेछ बाटे। शिक्षक शिक्षिकाहरू कुस्ती खेल्न गइरहेछन्, बल्ल पो बुझियो त बाबै। यो शिक्षा सर्मिसहरूले नै सिकाउने पढाउने हो, प्र्याक्टिकलको लागि किन्नु पर्यो होला नै। तपाईँले पाउनु भएन र कन्डम कि कसरी थाहा भयो? केटी बढी पहिला जाने महिनामा पारेछ आन्दोलनले। सरहरू कति ट्यालेन्ट हो कि फेरि। त्यही भएर सबैको दिन आउँछ भनेको।